युएस इज वे स्ट्रेसफुल देन वी थिङ्क। हामी जति सोचेको हुँदा पनि नि त्योभन्दा धेरै स्ट्रेसफुल, त्योभन्दा धेरै स्ट्रगल छ कि। नेपालमा हुँदाखेरि कहिले कपालमा केही लागेन कि होइन, फेसमा पनि केही लागेन, तर पनि कपाल झरेन मेरो, अनि पिम्पल पनि आएको थिएन। यहाँ आएर आफैले किन्नु छ, सबै कुरा आफैले अर्डर गर्नु छ होइन, मगाउनु छ, आफैले हेर्नु छ, आफैले सबै के लाउनुपर्छ फेसमा, के कपालमा लाउनुपर्छ सबै आफैले अर्डर गर्नु छ। तर पनि त्यो सब लाउँदाखेरि पनि कपाल झरिरहेछ अनि फेसमा पिम्पल आइरहेछ। अर्को कुरा नेपालमा म चाहिँ 3-4 चोटि खान्थेँ कि दिनभरिमा 3-4 चोटि मजाले खाइन्थ्यो, तर पनि कहिले मोटाइनँ कि, कहिले वेटै बढेन। 62, 63, 64 यति नै थियो। यहाँ युएसमा 2 दिनमा एकचोटि खान पाइरहेछ होइन, कहिलेकाहीँ 1 दिनमा एकचोटि, कहिलेकाहीँ 2 दिनमा एकचोटि, तर पनि अलि पनि खायो भने पेट लागिरहेछ कि, वेट बढिदिरहेछ, सिधै 70, 72, 74 यस्तो गइरहेछ। अनि अर्को कुरा के हो कि +2 सकेपछि होइन 12 घन्टा सुत्दिन्थेँ कि म, दिनमा पनि सुत्दिने, रातभरि सुत्ने मात्र, अनि यस्तो मजाको निन्द्रा लाग्थ्यो। अब युएसमा यहाँ टाइम पनि पायो भने होइन, टाइम पायो, एक दिन पुरै छ हामीसँग सुत्नको लागि, तर पनि बेडमा गएर सुत्दाखेरि निन्द्रै लाग्दैन। 3-4 घन्टा यता पल्ट्यो उता पल्ट्यो तर पनि निन्द्रा लाग्दैन। खै के भएछ। सो युएस इज स्ट्रेसफुल। यदि तपाईँले राम्रो निन्द्रा चाहिन्छ, कपालहरू बचाउनु छ भने यो केसमा त सबैको युएसमा फेरि म्याक्सिमम जनाको कपाल झर्छ। मैले हेरेको मान्छेहरूको कपाल झरिरहेछ, फेसमा त्यस्तै पिम्पलहरू आइरहेको हुन्छ होइन, निन्द्रा लाग्दैन। मेन कुरा त निन्द्रा लाग्दैन कि यहाँको, खै किन निन्द्रा लाग्दैन। अब यहाँ बिजी भएर हो, सबै कुरा बिजी होइन, भोलि के गर्नु छ दिमागमा चलिरहेको हुन्छ, स्केड्युल हुन्छ। नेपालमा हुँदाखेरि केही स्केड्युल हुन्थेन कि हाम्रो, भोलि उठ्ने हो फेरि त्यही काम गर्ने हो, त्यही खाने पिउने सुत्ने त्यस्तै हुन्थ्यो कि। अब यतातिर खै किन हो तर निन्द्रा लाग्दैन।